सम्पूर्णमा नमस्कार। द लर्निङ चौतारी युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको यस भिडियोमा हामीले माइक्रो इकोनोमिक्स सब्जेक्ट अन्तर्गत रहेको टाइप्स अफ माइक्रो इकोनोमिक्स एनालाइसिस भन्ने टपिक पढ्न गइरहेका छौँ। यो टपिक बीबीए, बीबीए फाइनेन्स, बीबीएस, बीबीएम, बीटीटीएम लगायत थुप्रै म्यानेजमेन्ट रिलेटेड कोर्सेसहरूमा उपयुक्त रहेको छ। र आजको यस भिडियो सुरु गर्नुभन्दा पहिले यदि हजुरहरूले मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। ल अब ढिला नगरिकन आजको यस भिडियो सुरु गरौँ है। यो भिडियो सायद 2टा अथवा 3टा पार्टमा आउन सक्छ। यो भिडियोमा चाहिँ हामीले व्हाट इज माइक्रो इकोनोमिक्स र व्हाट आर द टाइप्स अफ माइक्रो इकोनोमिक्स एनालाइसिस भन्ने क्वेसनको चाहिँ एन्सर दिनको लागि यो कन्सेप्चुअल भिडियो बनाएको हो। यो भिडियोमा चाहिँ मैले माइक्रो इकोनोमिक्सको बारेमा र त्यो टाइप्स मध्ये एउटा टाइप्सको बारेमा चाहिँ एक्सप्लेन गर्नेछु। फर्स्टमा रहेको छ मिनिङ। माइक्रो इकोनोमिक्स भनेको के हो भनेर बुझ्नु पर्यो सबैभन्दा सुरुमा। माइक्रो इकोनोमिक्स भनेको एउटा यस्तो ब्रान्च अफ इकोनोमिक्स हो जसले चाहिँ इन्डिभिजुअल युनिटलाई चाहिँ स्टडी गर्छ है। अर्थतन्त्रको विभिन्न युनिटहरू मध्ये एउटा एउटा युनिटलाई चाहिँ स्टडी गर्ने इकोनोमिक्सलाई चाहिँ हामीले माइक्रो इकोनोमिक्स भन्न सकिन्छ है। त्यो इन्डिभिजुअल युनिटहरू के हुन सक्छ भन्दा हाउस होल्ड हुन सक्छ, एउटा इन्डिभिजुअल हुन सक्छ, एउटा फर्म हुन सक्छ, एउटा फ्यामिली हुन सक्छ है, इन्डस्ट्रीहरू हुन सक्छ। हो यस्ता विभिन्न इन्डिभिजुअल युनिटहरूलाई चाहिँ स्टडी गर्ने ब्रान्च अफ इकोनोमिक्सलाई नै हामीले माइक्रो इकोनोमिक्स भन्दछौँ। ल र यो माइक्रो इकोनोमिक्सका केही की फिचरहरू छ है। यो की फिचरहरूलाई पनि हामीले अलिकति हेर्नुपर्ने हुन्छ। फर्स्ट फिचर रहेको छ इट इज कन्सर्न विथ इन्डिभिजुअल कम्पोनेन्ट अफ इकोनोमी। यो कुरा चाहिँ डिफिनेसनमा आइसकेको थियो अघि। यो भनेको के हो भन्दाखेरि माइक्रो इकोनोमिक्सले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो इकोनोमीका विभिन्न पार्ट्सहरूलाई चाहिँ इन्डिभिजुअल बेसिसमा चाहिँ स्टडी गर्छ। फर इक्जाम्पल कुनै पनि पर्सन्सको बिहेभियरको बारेमा भयो, कम्पनीको बारेमा भयो, प्रोडक्टको बारेमा भयो है, सबैको चाहिँ इन्डिभिजुअल युनिटमा चाहिँ के गर्छ भन्दा यसले चाहिँ इन्डिभिजुअल कम्पोनेन्टको चाहिँ स्टडी गर्छ है। प्रत्येकको चाहिँ इन्डिभिजुअल तरिकाले है, एग्रिगेट होइन कि इन्डिभिजुअल तरिकाले। अनि अर्को रहेको छ हाम्रो सेकेन्ड पोइन्टमा इट स्टडिज इकोनोमिक्स इन स्लाइसिङ म्यानर है। यो क्वेसन अथवा यो पोइन्ट चाहिँ क्वेसन नम्बर 2 भेरी सर्ट आन्सर क्वेसनको लागि एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ। यसको एन्सर म भन्न गइरहेको छु, हजुरले एकदम ध्यान दिएर सुन्नु होला है। 2 मा 2 आउँछ यो क्वेसनमा चाहिँ है। यो भनेको के हो भन्दाखेरि होल इकोनोमिक्सलाई चाहिँ यसले स्प्लिट गर्छ, टुक्रा टुक्रा पार्छ सानो साइजमा है। इन्टायर इकोनोमीलाई स्प्लिट गरेर सानो साइजमा चाहिँ यसले के गर्छ भन्दाखेरि टुक्रा टुक्रा पारेर राख्छ र त्यो सानो सानो साइजहरूलाई चाहिँ यसले के गर्छ भन्दा स्टडी गर्छ है। त्यसैलाई नै भन्छ स्लाइसिङ म्यानर है। अब हजुरहरूले एन्सर दिँदाखेरि आफ्नो भाषामा पनि दिन सक्नुहुनेछ। नभए माइक्रो इकोनोमिक्स स्टडिज इकोनोमिक इन स्लाइसिङ म्यानर बिकज it splits of the entire economy and studies the individual component of the economy भनेर पनि एन्सर दिन सक्नुहुनेछ है। अब हजुरले यसमा चाहिँ एउटा इक्जाम्पल पनि थप्न सक्नुहुनेछ। यो लेख्दाखेरि अलिकति लामो एन्सर गराउनको लागि इक्जाम्पल कसरी थप्न सक्नुहुन्छ भन्दाखेरि फर इक्जाम्पल हामीले एउटा कुनै डेरीको बारेमा, डेरीको प्राइजिङ स्ट्राटेजीको बारेमा स्टडी गर्नु पर्यो भने होल नेपालको डेरीको बारेमा स्टडी नगरेर माइक्रो इकोनोमिक्सले चाहिँ के भन्छ भन्दा फर इक्जाम्पल कुनै बुटोलको एउटा डेरीको प्राइजिङ स्ट्राटेजीको बारेमा स्टडी गर्नु पर्यो भने त्यसलाई के भन्छ भन्दा स्लाइसिङ म्यानर भन्छ के है। होल इकोनोमीको डेरीलाई चाहिँ हामीले स्प्लिट गरेर एउटा डेरीमा चाहिँ ल्याएर त्यो डेरीको बारेमा मात्रै स्टडी गर्यौँ भने त्यसलाई भन्छ स्लाइसिङ म्यानर है। अब अर्को थर्ड नम्बरको पोइन्ट रहेको छ के भन्दाखेरि इट एज्युम्स द एक्जिस्टेन्स अफ फुल इम्प्लोइमेन्ट इन द इकोनोमी है। हाम्रो माइक्रो इकोनोमिक्सले चाहिँ के भन्छ भन्दाखेरि इकोनोमिकमा जति पनि एभाइलेबल रिसोर्सेसहरू छन् जस्तै ल्यान्ड भयो, लेबर भयो, क्यापिटल भयो, यिनीहरू चाहिँ फुल्ली युटिलाइज हुन्छन् है, पूर्ण रूपमा चाहिँ उपभोग हुन्छन् र इकोनोमीमा चाहिँ के हुन्छ भन्दा अनइम्प्लोइमेन्ट हुँदै हुन्न भन्ने कुरा चाहिँ हाम्रो माइक्रो इकोनोमिक्सले के गर्छ भन्दा एजुम गर्छ है। र अर्को 4 नम्बरको पोइन्ट रहेको छ इट एनालाइजेस इकोनोमिक फेनोमेनन अन्डर सेरिस पेरिबस है। यो सेरिस पेरिबस होइन, यो टी चाहिँ साइलेन्ट हुन्छ
है सेरिस पेरिबस भन्छ है। यो भनेको के हो भन्दाखेरि माइक्रो इकोनोमिक्सले चाहिँ एउटा चिजलाई चाहिँ अथवा एउटा चेन्जलाई चाहिँ एउटा टाइममा मात्रै हेर्छ के। जस्तै कस्तो भन्दाखेरि यो भनेको यसको मिनिङ चाहिँ खास के हो भन्दाखेरि अदर थिङ रिमेनिङ द सेम है। अदर थिङ रिमेनिङ द सेम भन्ने जुन हामीले स्टेटमेन्टहरू लेख्दाखेरि युज गरिरहेको हुन्छौँ है। यो जस्तै ल अफ डिमान्डमा लेख्दाखेरि हामीले अदर थिङ रिमेनिङ द सेम भन्छौँ है। अन्य कुरा अथवा अरू कुरा यथावत रहेमा भन्ने हो यसको मतलब। यो भनेको कस्तो भन्दा माइक्रो इकोनोमिक्सले चाहिँ अदर थिङ रिमेनिङ द सेम भन्ने कन्सेप्ट चाहिँ कसरी युज गर्छ भन्दा फर इक्जाम्पल है, म हजुरलाई यो इक्जाम्पलकै बारेमा चाहिँ इक्जाम्पल दिएरै बुझाउन कोसिस गर्नेछु। जस्तै के हुन्छ भन्दाखेरि एउटा कुनै पनि चाउचाउको चाहिँ प्राइस बढ्यो है। कुनै पनि चाउचाउको प्राइस बढ्यो र त्यो चाउचाउको प्राइस बढ्नाले चाहिँ अब उसको डिमान्डमा कतिको इफेक्ट पार्छ भन्ने कुरा चाहिँ हाम्रो केले हेर्छ भन्दा माइक्रो इकोनोमिक्सले हेर्छ के है। तर त्यो प्राइसले मात्र त असर पारिरहेको हुँदैन नि त। प्राइस बाहेक डिमान्डलाई असर पार्ने त अरू अन्य तत्त्वहरू पनि छन् नि त। जस्तै अब उसको लेभल अफ इन्कम भयो, त्यसपछि हाम्रो सब्स्टिट्युट गुडहरू भयो, अनि अर्को साइज अफ पपुलेसन भयो, अनि एडभर्टाइजिङ भयो, होइन यस्ता यस्ता कुराहरूले पनि त डिमान्डलाई के गर्छ भन्दा असर पार्छ। तर माइक्रो इकोनोमिक्सले के भन्छ भन्दाखेरि अन्य कुरा यथावत रहेमा प्राइसको कुरा मात्रै गरिरहेछ नि त यहाँ। हो त्यसरी चाहिँ प्राइसलाई मात्रै हेरेर र अरू कुराहरूलाई कन्सटेन्ट राखेर चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि इकोनोमीको बारेमा चाहिँ स्टडी गर्न सकिन्छ है। यो भनेको हाम्रो फिचर अफ माइक्रो इकोनोमिक्स रहेको छ। र अब हामीले के कुरा बुझ्नु पर्यो भन्दा माइक्रो इकोनोमिक्स इक्विलिब्रियम एनालाइसिसको चाहिँ कतिवटा टाइप्स छ भन्दा तीनटा टाइप्स है। सबैभन्दा सुरुमा हामीले इक्विलिब्रियम भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। माइक्रो इकोनोमिक्समा इक्विलिब्रियम भन्ने कुरा चाहिँ के हो भन्दाखेरि इक्विलिब्रियम भनेको एउटा यस्तो सिचुएसन हो जहाँ चाहिँ मार्केट प्राइस चाहिँ क्वान्टिटी डिमान्ड र क्वान्टिटी सप्लाईमा चाहिँ इक्वल हुन्छ है। अथवा जहाँनिर डिमान्ड इक्वल टु सप्लाई भन्ने कुरा आउँछ त्यहाँनिर हामीले माइक्रो इकोनोमिक्समा चाहिँ इक्विलिब्रियम भन्ने चाहिँ हामीले बुझ्न सकिन्छ है। जस्तै यहाँ मैले एउटा हजुरहरूको लागि फिगर राखेको छु। यो फिगरमा हजुरले के देख्न सक्नुहुन्छ भन्दा यो जुन पिङ्क कलरको यो पोइन्ट गरेको छ यो पोइन्टले चाहिँ इक्विलिब्रियम चाहिँ देखाउँछ है। जहाँ चाहिँ डिमान्ड र सप्लाईको बारेमा चाहिँ अहिले हामीले फर्स्टको टाइपमा पढ्नेछौँ। यहाँ चाहिँ यसरी बुझौँ, यो डिमान्डको लाइन छ जुन हाम्रो यो डिमान्डको लाइन छ जुन डाउनवार्ड स्लोपिङ छ र यो अपवार्ड स्लोपिङ छ जुन सप्लाईको लाइन, यो चाहिँ इन्टरसेक्ट भएको जुन पोइन्ट छ हो यो पोइन्टलाई चाहिँ हामीले इक्विलिब्रियम भन्छौँ है। अब टाइप्स अफ माइक्रो इकोनोमिक्स इक्विलिब्रियम एनालाइसिस भन्ने छ जुन है हाम्रो चाहिँ तीनटा टाइप छ। एउटा माइक्रो स्ट्याटिक, एउटा माइक्रो कम्पेरेटिभ र एउटा माइक्रो डाइनामिक्स भन्ने छ है। अब यो मध्ये आज चाहिँ हामीले पढ्ने भनेको माइक्रो स्ट्याटिक हो। अब हामीले यसको बारेमा हल्का इन्ट्रोडक्सन पढ्छौँ फर्स्टमा। इन्ट्रोडक्सन र डेफिनेसन यसैमा पर्छ। फर्स्टको पोइन्ट रहेको छ इट डिल्स विथ द स्ट्याटिक इक्विलिब्रियम है। यो भनेको के भन्दा माइक्रो स्ट्याटिकले चाहिँ यस्तो इकोनोमिक सिचुएसनको बारेमा एनालाइसिस गर्छ है एउटा पोइन्ट अफ टाइममा जहाँ चाहिँ सम्पूर्ण हाम्रो चाहिँ फोर्सहरू चाहिँ अथवा चाहिँ मार्केट फोर्सेसहरू चाहिँ ब्यालेन्स हुन्छ। यो मार्केट फोर्सेस भनेको के भन्दा डिमान्ड र सप्लाई है। डिमान्ड र सप्लाई जहाँनिर ब्यालेन्स हुन्छ ठ्याक्कै त्यही पोइन्ट अफ टाइममा चाहिँ यसले के गर्छ भन्दा इकोनोमिक सिचुएसनको बारेमा एनालाइसिस गर्छ है। अर्को रहेको छ इट इज द स्टडी अफ स्ट्याटिक रिलेसनसिप बिट्विन माइक्रो इकोनोमिक भेरिएबल है। यो भनेको के हो भन्दाखेरि हाम्रो माइक्रो स्ट्याटिकले चाहिँ के गर्छ भन्दाखेरि विभिन्न माइक्रो इकोनोमिक भेरिएबलको बारेमा चाहिँ स्टडी गर्छ। जस्तै माइक्रो इकोनोमिक भेरिएबल अन्तर्गत के पर्छन् भन्दाखेरि एउटा प्राइस पर्छ, एउटा क्वान्टिटी पर्छ, एउटा सप्लाई पर्छ, डिमान्ड पर्छ। यस्ता भनेको के हुन् भन्दा माइक्रो इकोनोमिक हाम्रो भेरिएबल्सहरू हुन् है। अब यिनी भेरिएबल्सहरूले एकअर्कासँग कसरी इन्टरेक्ट गर्छन् है, एकअर्कासँग अन्तर्क्रिया कसरी गर्छन् र जसले गर्दा चाहिँ इक्विलिब्रियम मेन्टेन गर्न सजिलो होस् भन्ने कुरा चाहिँ हाम्रो माइक्रो स्ट्याटिकले गर्छ है। अब लास्टको पोइन्ट छ जुन यो डेफिनेसन बनाएर पनि लेख्न सकिन्छ। माइक्रो स्ट्याटिक एनालाइजेस द कन्डिसन अफ इक्विलिब्रियम प्राइस अफ अ कमोडिटी एट अ पार्टिकुलर पोइन्ट अफ टाइम है। यो भनेको के भन्दाखेरि माइक्रो स्ट्याटिक एनालाइसिसले चाहिँ के गर्छ भन्दा एउटा यस्तो इक्विलिब्रियम कन्डिसन यसले चाहिँ के गर्छ भन्दा एनालाइज गर्छ अथवा स्टडी गर्छ एट अ पार्टिकुलर पोइन्ट अफ टाइम के है। एउटा पोइन्ट अफ टाइममा मात्रै है। फर इक्जाम्पल 10 बजे इकोनोमिक एनालाइसिस गरिएको छ भने मार्केटमा गएर ठ्याक्कै 10 बजेकै टाइम के त्यो चेन्जहरू यसको केही पनि देखाउँदैन के है। एक्ज्याक्ट देखाउँछ क्या ठ्याक्कै पार्टिकुलर पोइन्ट अफ टाइम। जस्तै जस्तै हामी बजारमा मार्केट एनालाइज गर्न गयौँ
हैन 10 बजे गयो। मार्केट एनालाइज गर्न 10 बजे गयो भने त्यही 10 बजेको डिमान्ड कस्तो छ, सप्लाई कस्तो छ, हैन? यस्ता कुराहरू छन् नि जुन हो यी कुराहरूको बारेमा चाहिँ हामीले ठ्याक्कै एक्ज्याक्ट पोइन्ट अफ टाइममा देखाउनलाई हामीले माइक्रो स्ट्याटिक भन्न सकिन्छ। अब यसको फिगर कस्तो हुन्छ हेरौँ है। फर्स्टमा अघि नै जुन फिगर देखाएको थिएँ त्यही फिगर नै हो यो है। फर्स्टमा हामीले यो फिगर हेर्नु पर्यो। फिगरमा के छ भन्दा यो डाउनवार्ड स्लोपिङ भएको छ जुन यो भनेको डिमान्ड कर्भ र यो अपवार्ड स्लोपिङ छ जुन अपवार्ड स्लोपिङ भनेको के हो भन्दा सप्लाई कर्भ हो है। अब हामीले ल अफ डिमान्ड पढेको छैनौँ अझै, ल अफ डिमान्डको भिडियो पनि म हाल्ने छु है। यो किन डाउनवार्ड स्लोपिङ भयो भन्दाखेरि यदि हजुरहरूले प्लस टूमा इकोनोमिक्स पढ्नुभएको हो भने चाहिँ हजुरलाई थाहा नै छ पहिले। यदि पढ्नुभएको छैन भने म सर्टकटली भन्छु र यसको भिडियो पनि म लिएर आउनेछु यो किन डाउनवार्ड स्लोप भयो भनेर ल अफ डिमान्ड र ल अफ सप्लाईको। जस्तै यो ल अफ डिमान्डमा अथवा चाहिँ यो डिमान्ड कर्भ चाहिँ कसरी डाउनवार्ड भयो भन्दाखेरि हाम्रो यो प्राइस र क्वान्टिटी डिमान्डेडको चाहिँ के हुन्छ भन्दा चाहिँ हाम्रो रिलेसनसिप के हुन्छ भन्दा अपोजिट हुन्छ है। अपोजिट रिलेसनसिप हुन्छ अथवा इन्भर्स रिलेसनसिप हुन्छ। त्यही भएर चाहिँ हाम्रो यो चाहिँ डाउनवार्ड स्लोपिङ भएको हो र अपवार्ड स्लोपिङ सप्लाई कर्भ हुनुको कारण के भन्दा प्राइस र क्वान्टिटी डिमान्डको चाहिँ पोजिटिभ रिलेसनसिप छ। त्यही भएर चाहिँ यहाँ चाहिँ सप्लाई कर्भ चाहिँ अपवार्ड स्लोपिङ भएको छ है। र जहाँनिर डिमान्ड र सप्लाई कर्भको जुन इन्टरसेक्ट भएर एउटा पोइन्ट भनेको छ यो भनेको के भन्दा इक्विलिब्रियम अघि नै पनि हामीले डिस्कस गरिसक्यौँ है। हो यही पोइन्टको बारेमा यही इक्विलिब्रियम पोइन्टको बारेमा एक्ज्याक्ट पोइन्ट अफ टाइम एउटा पोइन्ट अफ टाइममा स्टडी गरेका जुन हो यसैलाई नै हामीले माइक्रो स्ट्याटिक एनालाइसिस भन्न सकिन्छ। अब यो फिगर हजुरहरूको लागि एउटा मैले मोड्युल डिजाइन गरेको छु है। एउटा फिगरको एक्सप्लेनेसन गरेको छु। हजुरले यो सार्न पनि सक्नुहुन्छ अथवा आफ्नो तरिकाले पनि बुझाउन सक्नुहुन्छ। मेन मेन पोइन्टलाई चाहिँ मैले रेड हाइलाइटरले चाहिँ हाइलाइट गरेको छु है। अब हामीले फिगर माइक्रो इकोनोमिक्स अथवा म्याक्रोमा कुनै पनि इकोनोमिक्स पढ्दाखेरि कहिले पनि फिगर हामीले घोक्ने होइन। फिगर चाहिँ हामीले हेरेर चाहिँ डिस्क्राइब गर्न सक्नुपर्छ है। अब फर्स्टमा हामीले के गर्नु पर्यो भन्दा एक्स एक्सिस र वाइ एक्सिसको बारेमा लेख्नु पर्यो। एक्स एक्सिसमा हामीले के देखाइएको छ भन्दा क्वान्टिटी डिमान्डेड देखाइएको छ भने वाइ एक्सिसमा हामीले के देखाइएको छ भन्दा प्राइस देखाइएको छ। त्यसपछि हामीले के भन्न सकिन्छ भन्दा यो डी भन्ने छ। यो डी भनेको के हो भन्दा डिमान्ड कर्भ हो। यो डिमान्ड कर्भ के छ भन्दा डाउनवार्ड स्लोपिङ छ। यहाँ लेखेको त्यही छ। यो डी इज द डिमान्ड कर्भ एन्ड एस इज द सप्लाई कर्भ। अनि अर्को छ जुन जब when D and यस intersect है। अब यहाँ जे लेखेको छ त्यही लेख्नुपर्छ भन्ने छैन। आफ्नो भाषामा मिलाएर पनि लेख्न सक्नुहुन्छ। जब डिमान्ड कर्भ र सप्लाई कर्भ एकअर्कासँग इन्टरसेक्ट हुन्छ तब एउटा पोइन्ट फर्म हुन्छ है। त्यो पोइन्टलाई के भन्छ भन्दा इक्विलिब्रियम पोइन्ट है। यहाँ त्यही लेखेको छ ई इज द पोइन्ट अफ इक्विलिब्रियम वेयर डिमान्ड एन्ड सप्लाई इन्टरसेक्ट इज अदर। अनि त्यसपछि हामीले के भन्न सकिन्छ भन्दा यहाँनिर एउटा पोइन्ट भन्छ ओपी। ओ भनेको ओरिजिन भयो। यो पी भनेको हामीले वाइ एक्सिसमा देखाइएको छ पी लाई। ओपी भनेको के हो भन्दाखेरि इक्विलिब्रियम प्राइस हो भने ओक्यू भनेको के भन्दा इक्विलिब्रियम क्वान्टिटी। एज डिमान्ड सप्लाई एन्ड प्राइस आर रिलेटेड टु सेम पोइन्ट अफ टाइम इट इज कल्ड स्ट्याटिक एनालाइसिस है। हाम्रो डिमान्डको बारेमा सप्लाईको बारेमा प्राइसको बारेमा है हो यिनी कुराहरूको बारेमा के गरिरहेछ भन्दाखेरि एउटा पोइन्ट अफ टाइममा चाहिँ स्टडी गरिरहेको छ। त्यही भएर यसलाई हामीले के भन्न सकिन्छ भन्दा स्ट्याटिक एनालाइसिस भन्न सकिन्छ है। आजको भिडियोमा यति नै। यस्तै एजुकेसनल भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को भिडियोमा छिट्टै नै भेट हुनेछ। हस्त धन्यवाद।